नमस्कार, म दुर्गा थापा मगर। हामी नेपालीहरूको घर आँगनमा भित्रिसकेको छ हाम्रो महान पर्व विजयादशमी, भाइटिका अनि छठ पर्व। यो खुसीको पर्वको मुखमा छ अति विरसिलो, अति दुःखको समय। यो समयमा शुभकामना पनि म दिउँ हजुरहरूलाई कसरी। हजुरहरूको माझमा एउटा वितृष्णाले भरिएको कविता लिएर आएकी छु। कविताको शीर्षक छ कुन खुसीमा दिउँ शुभकामना। यो शार्दूल विगृडित छन्दमा छ। के कस्तो लाग्छ सुनौ। आयो पर्व दशैँ तिहार छठ यो उल्लास छैन तर मेरो देश छ शोकमा कहरमा के लाउला जागर। के होला अब भोलि यो मुलुकमा चिन्ता सबै गेहमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। कोही आँसु पिएर हस्पिटलमा छन् तडपिएका यहाँ। कोही फुल्न नपाउँदै चुली गए प्यारा कठैती मुना। भ्रष्टाचार विरुद्धमा अघि सरे ज्यानै गरे अर्पण। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। रोएको छ धरा निकै बिरहमा आकाश उस्तै दुखी। फुल्दैनन् अहिले कुनै मखमली फुल्दैन गोदावरी। फेवामा पनि देख्छु आज धमिलो यो शैलको दर्पण। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। सम्हाल्छन् कसरी परिस्थिति यहाँ यस्तो लथालिङ्ग छ। दम्बी शासक चेतले मुलुकमा यस्तो भताभुङ्ग छ। सम्झिती दिन हुन्छ हैठन निकै धेरै भए टाढना। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। भ्रष्टाचार गरेर राष्ट्रको सुधनमा क्या लग्जरी जिन्दगी। ठान्ने हुन् कि हजम मरिछु भवमा ढल्दैन यो जिन्दगी। कालो करतुत बाट चोखिन अझै गर्छन् कदा तर्कना। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। यो बेला शुभकामना पनि दिउँ के को खुसी हर्षमा। हस्त धन्यवाद।